बोले वाके बिहारी लाल की। व्यथा बुझौँ, गाईको व्यथा बुझौँ। घरमा गाई भोकैछन्, गाउँ कथा सुनेर मेरी गाईले दुध धेरै दिँदिनन्, घाँस काटेर दिँदासी गाईले दुध धेरै दिँदैन। कसो नभए कि भोलिका दिनमा आश्रममा आउनु, म गौ कथा लगाइदिन्छु, गाई कति बेला आफै दुध धेरै दुध दिएछन् भने अनि भन्नु सच्चिदानन्द भगवान कि। अब गौ कथाको होइन, गौको व्यथा बुझ्न जरुरी छ। वर्तमानमा जिउन सिक्नु। हामी लोभी नबन्यौँ, हजुरलाई होइन म जस्तालाई, म जस्तो मोची लोभी भएर बिग्रिँदैछ आज समाजमा। मोची लोभी भएर, म अभिमानी भएर, ठुलो ठुलो मान्छेले आएर बाटामा मलाई प्रणाम गरेर नि आउनुहोस् भनेर गले पनि लगाउँछु। त्यही समाजको सानो, सबैभन्दा सानो, तर त्यसले भावुक भएर बेसी डोनेसन दिएको छ, त्यो आयो भने होइन पर गुरुजीलाई छुन सक्छौँ न। मेरो अभिमान, झुठो अभिमान, न मुसलमानले मलाई लुटेको छ, मेरो धर्मलाई लुटेको छ, न क्रिस्चियनले लुटेको छ भने मेरो जस्तो झुठो अभिमानले गएर वरिपरि घुम्छ। कसैका गाई गोरु आएर त्यो गाईलाई हामी खोज्यो भने गएर भुकिहाल्छ, उता कुदाइदिइहाल्छ। बाख्रा पर गएर घुमाएर ल्याउँछ। एक दिन बाख्रो ब्याएछ उनीहरूको खेतमा, दिनभरि बसिरहेको, अनि उहाँबाट भुक्यो, अनि घरका मान्छेले बाख्रो लिएर आयो, अनि पछि पछि आउँछ। यो पूर्व जन्मको उनीहरूकै बाबु कि को के थाहा, त्यही भएर को आएको छ घरमा थाहा छैन। त्यही भएर गाईहरूलाई पनि अन्न दिनु, यसो बनाइदिनु। आमा ऋषि पञ्चमीको पूजा कथा त पूजा लाउँछौँ होइन, कथा पनि सुन्छौँ नि।